दशैंको महाअष्टमीका दिन भक्तपुरमा हुने जात्राहरूमध्ये निकुठु पनि एक हो। निकुठु एक राँगो हो जसलाई टलेजुको मूल चोकमा महाअष्टमीका दिन बलि दिइन्छ। यस दिन एक मुख्य निकुठु लगायत बाँकी 24 वटा गरी जम्मा 25 वटा निकुठुहरूको बलि दिने गरिन्छ। यस रातलाई कालरात्रि भनिन्छ। कालरात्रिको साँझ करिब 5 बजेतिर तलेजुबाट मुख्य निकुठु लिनको लागि सानो ब्यासीतिर जाने गरिन्छ। यसरी निकुठु लिन जाने बेला हालको शारदा स्कुलदेखि सानो ब्यासीसम्म सुकुन्दा, दियो र पालाचा बालेर बसेकाहरूमा तेल थप्दै जाने गरिन्छ। यसरी तेल थप्दै जाँदा करिब 4 पाठी तेल खर्च हुने गर्दछ। छनौट गरिराखेको निकुठुलाई सानो ब्यासीमा रहेको वैद्यहरूको घरमा स्याहार सुसार गर्न राखिएको हुन्छ। मल्लकालमा ती स्याहार सुसार गर्ने परिवार न्यानङफीमा अर्थात सेनाका मान्छे हुन्छन्। मुख्य निकुठुको पूजा भएपछि खमे जात्रा जस्तै निकुठु जात्रा हुने गर्दछ। यो जात्रा हेर्नेको ठूलो भिड लाग्ने गर्दछ। यसरी ल्याएको निकुठु सँगसँगै भक्तपुरका 24 टोलबाट एउटाको हिसाबले 24 वटा निकुठुहरू पनि ल्याइन्छ। तलेजु परिसरमा निकुठु ल्याएपछि मात्र त्यस दिन कुचीभे खाने गरिन्छ। सम्भवतः कुचीभेमा 2 माना चिउरा राखेर भोज खाने भएको कारण यस भोजलाई कुचीभे भनिएको हो। त्यसरी नै कसैले भने कुलछेमा बसेर खाने भएकाले यस भोजलाई कुचीभे भनिएको हो पनि भन्ने गर्दछन्। कुचीभे पश्चात कालरात्रि सुरु हुने गर्दछ। कालरात्रिका समय तलेजु भवानीको विशेष पूजा हुने गर्दछ। पूजा पश्चात 24 वटा निकुठुको बलि दिने गरिन्छ।
दुईटा गरेर ल्याउँछ अब